हामी परिचय पत्र बनाउनु। मेरो चाहिँ नबनिने भयो। अब म चाहिँ हप्ता 10 दिन पछाडि आउँछु। खाना माग्दैछ है साथीहरू। मलाई चिनिस कि चिन्नास् भन्, चिनिस मलाई। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँलाई स्वागत छ फेरि अर्को नयाँ भिडियोमा। आज चाहिँ गाइज हामी कहाँ जाँदैछौँ भन्दाखेरि मेरै बुढीको मुखबाट सुन्नु ल, अलिक साइडमा हिँड न हौ। आज हामी कहाँ जाँदैछौँ भन त? हामी परिचय पत्र बनाउनु। हामी परिचय पत्र बनाउनु। हामी परिचय पत्र बनाउनु जाँदैछौँ भनेर भन्नु पर्दैन? यस गाइज, हामी चाहिँ आज परिचय पत्र बनाउन। आमामा कपाल सिल्की भएपछि यस्तै गाह्रो हुन्छ क्या। हिँड न छिटो। अलराइट गाइज, त्यही हो। आज चाहिँ हामी परिचय पत्र, राष्ट्रिय परिचय पत्र बनाउन जाँदैछौँ। हाम्रो चाहिँ राष्ट्रिय परिचय पत्र बनाएकै थिएन। सो आजभन्दा 1-1.5 साल अगाडिदेखि नै हामीले कोसिस गर्दै आएको। खोइ किन भ्याइएन। अनि आज चाहिँ फाइनली बनाऊँ न त भन्ने कुरा भयो। किनभने अहिले त जे गर्दा पनि परिचय पत्र चाहिँदो रहेछ। सो त्यही भएर चाहिँ बनाउनु पर्ने बाध्यतै पर्यो। सो हेरौँ अब हामीलाई कति टाइम लाग्छ। हाम्रो चाहिँ परिचय पत्र बनाउन चाहिँ दमकै पुग्नुपर्छ। सो अब हामी जान्छौँ है त। काका कहाँ पुगेर आउनुभयो? हजुर, के को लागि? घुम्नको लागि, अब टुरमा जानु। ल हामी पनि दमक हिँडेको परिचय पत्र बनाउनु। छिटो आउनु हौ। हुँदैन त्यो, आऊ छिटो। बगटै माग्दैछ त्यसले चाहिँ। जे देख्दा पनि यस्तै गर्छ क्या यो केटाकेटीहरूले। साथीहरू, हामी चाहिँ यहाँ रोडमा पनि निस्किसक्यौँ है। सो यहाँ चाहिँ त्यो बाटो चाहिँ एकदमै राम्रो भइसकेको छ। बस पनि आइसक्यो यहाँ पर्तिर। हामी यहीँनिर रोकौँ है। ओइ, सो यो बाटो चाहिँ दुम्का जाने बाटो है साथीहरू। बस पनि आइसक्यो। अब हामी यहाँबाट दमकको यात्रामा व्यस्त रहनेछौँ है त। साथीहरू, हामी चाहिँ दमक आइसक्यौँ है। अब यहाँबाट अटो पक्रेर जानुपर्ने हुन्छ राष्ट्रिय परिचय पत्र बनाउने अफिस, जुनलाई चाहिँ भन्छ इलाका प्रशासन कार्यालय। सो हामी चाहिँ अब यहाँ परतिर गएर अटो चढेर अनि त्यहाँबाट हामी तल अफिसतिर लाग्छौँ। अनि हेरौँ अब बनिन्छ बनिँदैन, के हुन्छ कस्तो हुन्छ है। भिडियो हेर्दै गर्नु होला। ल साथीहरू, हामी चाहिँ इलाका प्रशासन कार्यालय आइसक्यौँ। यहाँनिर नै हो बन्ने हाम्रो परिचय पत्र चाहिँ। अटोमा आएको दमकबाट चाहिँ, बस स्ट्यान्डबाट। अब भित्र जाने। अब भित्रबाट फेरि के कागज लिनु पठाउँछ अनि बाहिरै आउनुपर्छ फेरि। हुनुसम्म भयो साथीहरू। यो परिचय पत्र बनाउनको लागि चाहिँ अब हाम्रो पेय दर्ता अनि साथसाथै हाम्रो बसाइसराई पनि चाहिने रहेछ। बसाइसराई चाहिँ नलिई आइयो, थाहा नै थिएन नि त हामीलाई बसाइसराई पनि चाहिन्छ भनेर। अनि त्यही नै हो, मेरो चाहिँ नबनिने भयो। अब म चाहिँ हप्ता 10 दिन पछाडि आउँछु। सो मेरो श्रीमतीको चाहिँ बन्ने भयो। त्यही भएर मेरो श्रीमती चाहिँ यहाँ फर्म भर्दैछ। मेरो श्रीमतीको चाहिँ परिचय पत्र बनाएर जान्छौँ। र हप्ता 10 दिन पछाडि चाहिँ म मात्रै आउँछु होला सायद। म आएर चाहिँ मेरो पासपोर्ट पनि रिन्यू गर्नुपर्ने छ। पासपोर्ट पनि सकिरहेको छ। साथसाथै अनि मेरो परिचय पत्र पनि त्यति बेलै बनाउनु पर्ला जस्तो छ। सो त्यही नै हो, पोपट भयो। के गर्नु, थाहा नै थिएन नि त हामीलाई चाहिन्छ भनेर। अनि गाह्रो पो भयो त यहाँ त। अब मेरो चाहिँ श्रीमतीको बनिसक्यो। कहाँबाट चढ्ने? उहाँ परबाट हिँड्नु। अनि त्यही हो, अब मेरो चाहिँ बनिएन, उसको चाहिँ बनिसक्यो। नानीले झगडा गरेर यस्तो तनाव भएको यार छ्या। अब म चाहिँ फेरि आउनुपर्ने भयो। अब मेन चाहिँ अब ओरिजिनल बसाइसराई लिएर आउनुपर्ने रहेछ। त्यो चाहिँ पर धरानमै छ। अब धरान गएर लिएर आएर अनि पासपोर्ट पनि रिन्यू गर्नुपर्ने छ। साथसाथै अनि मेरो परिचय पत्र पनि त्यति बेलै बन्छ साथीहरू। अब उसको चाहिँ बन्यो है। तर अहिले कार्ड लिन आउन यहाँ दाइकोमा जाउँ क्या? बसौँ। ल दाजु, हामीलाई ठ्याक्कै दमक त्यहाँ बस रोक्ने ठाउँमा पुऱ्याइदिनु त। साथीहरू, आइपुग्यो बस स्ट्यान्ड सफारी चढेर है। अब यहाँबाट चाहिँ घर लाग्नुपर्ने हुन्छ। त्यही नै हो, मेरो चाहिँ अब बनिएन। कता गयो हौ? ए, नानीलाई के किनिदिने? खरबुजा ताजा छैन? ताजा भर्खर काटेको।
सो त्यही नै हो। अनि मेरो चाहिँ परिचय पत्र बनिएन ए मैले झारेँ मैले छुनु नगर्नु मलाई पो झार्यो भन्छ कति रुपियाँ अरे हौ त्यतिलाई 50-50मा डल्लै खरबुजा आउँछ यार पर्दैन त्यो उयो कुल्फी खोलेर देऊ न गाह्रो छ हौ केटाकेटीसँग हिँड्न पनि यार ल अब हामी यही बस चढ्छौँ अनि जान्छौँ है साथीहरू मेरो बुढी चाहिँ अब बिरयानी खाने भन्छ बिरयानी अब खानुको कारण पनि छ किन भन्दाखेरि भोलिदेखि म चाहिँ धरानै जान्छु बस्नलाई त्यो पनि एउटा स्याड खबर छ आजको लागि है बिरयानी के को खुवाउने त आज बुढी सुँगुरको बनाउन आउँछ मिठो बनाउँछौ ल ठिक छ भाइले पनि बिरयानी खाने भनिरहेको छ यो चाहिँ हाम्रो घर जाने बाटो हो उतापट्टि पनि छ यतापट्टि दुईपट्टि अगाडिको त देख्नु भएको छ अगाडिको भ्लगमा अस्ति हामी योभन्दा अगाडिको भ्लगमा हामी राष्ट्रिय परिचय पत्र बनाउनु गएको थियौँ त्यहाँनिर कहाँ हिँडेको हो फेरि सुँगा बोल्दो रहेछ के बोल्छ यो ओ खाना देऊ है भन्दैछ खाना देऊ है भन्दैछ डब्बा बोकेर खाना नदिकन बोल्नु मिल्दैन अरे योसँग खाना माग्दैछ है साथीहरू के भन्दो रहेछ छोरी खुसी भएको हेर्नु नि खाना माग्दैछ हौ हामीसँग त छैन अब ऊ त्यहाँ दोकानमा गएर अब बिरयानी खाने अरे बिरयानीको सामानहरू मसलाहरू किन्छौँ अनि एकछिनमा मासु लिनु जानुपर्ने हुन्छ है घर पनि आइसक्यौँ है अनि म चाहिँ अब मासु लिनु गएको म र बुवा चाहिँ सुँगुरको मासु 1 किलो लिएर आउनु पऱ्यो अनि फुड कलर पनि पाइएन क्या बिरयानीमा फुड कलर अलिअलि हालेन भने फेरि बिरयानी जस्तो भाइब्स आउँदैन नि त हुनु त नहाल्दा पनि हुन्छ त्यो फुड कलरको केही अब टेस्ट त आउने होइन जस्ट अब हेर्दा चाहिँ अब रातो रातो बिरयानी खाए जस्तै फिल आओस् भनेर चाहिँ हो पायो भने पाएन भने यहाँ मासतिर एकजना हाम्रो बहिनी छ कि चटपटे बनाउने त्यो बहिनीसँग होला अलिकति मागेर लिएर आउनु पर्यो हिँड्नु बाउ हिँड्नु अङ्कल आली तास्दै हो ल ठिक छ है हजुर म धरान हिँडेको अङ्कल अहिले यहाँ कहाँ बस्नु गाउँमा बेरोजगार भएर मासु पाइँदैन अनि मासु ल्याउन हिँडेको ल साथीहरू अब हामी मासतिर लाग्छौँ है त मासु किन्ने ठाउँतिर मासु किन्ने ठाउँ पनि आइसक्यौँ यहाँनिर देख्न सक्नुहुन्छ सुँगुर र राँगा यता कुखुरा यता माछा सबै बन्द रहेछ आज बाउ जानु त बोलाएर लिएर आउनु उता घरमा हुनुहुन्छ जस्तो छ हुनुहुन्न उता जानु न घरमा जानु त बोलाउनु यता हेर यता साथीहरू यसलाई मैले सानोमा माथिबाट झोलामा हालेर बोकेर लिएर आएको अहिले यो भतुवा भएको छ यो साला यसले घरै बिर्स्यो अहिले यहाँ म आएपछि चिनिस् मलाई चिनिस् मलाई चिनिस् कि चिन्नास् भन् चिनिस् मलाई तँलाई मैले ल्याएको तँलाई यहाँ भतुवा बनाउनु ल्याएको भन् साथी मित्रहरू हामी चाहिँ यहाँनिर फुड कलर माग्न आएको छौँ फुड कलर पनि सापट्टि मागेर खानुपर्ने अवस्था भयो अनि यहाँ हाम्रो दिदीले दिँदै हुनुहुन्छ एक छाकलाई पुग्ने दिनु ल ओके गाइज मासु पनि किनिसक्यो अनि फुड कलर पनि पाइसक्यो अब चाहिँ फाइनली हाम्रो बिरयानी बन्ने भयो र खाइने भयो है त सबैजनालाई अब यो भिडियो यहीँसम्म हेर्दै हुनुहुन्छ भने थ्याङ्क्स फर वाचिङ अनि त्यही नै हो मौसम देख्न सक्नुहुन्छ पानी पर्न लागिरहेको छ हावा पनि मस्त आइरहेको छ शीतल दिन छ जे होस् आज चाहिँ धान रोपाइ सुरु भइसक्यो गाउँतिर अनि त्यही नै हो गाइज सबैजनाले भिडियोलाई लाइक सेयर कमेन्ट गर्नुहोला अनि च्यानललाई चाहिँ सब्सक्राइब गर्नुहोला यति भन्दै यो भ्लग चाहिँ म यहीँनिर एन्ड गर्न चाहन्छु सबैजनालाई फेरि पनि थ्याङ्क्स फर वाचिङ भन्दै बाई बाई